अस्सलाम वालेकुम, नमस्कार। म इशरत परवीन, राजविराज नगरपालिकाको कार्यवाहक नगर प्रमुख। आज म केही कुरा अव्यवस्थित दलित सुकुम्बासी र भूमिहीन सुकुम्बासी सम्बन्धी लिएर आएको छु। हामीले 79-80मा दलित सुकुम्बासी भूमिहीन सुकुम्बासीको लागि कार्यक्रमहरू सुरुवात गरेको थिएँ। त्यतिखेर हामीले सूचना निकालेको थिएँ र सूचना निकाल्दाखेरि सबैले फारम भर्नुभयो र फारम भरेर लगभग 1700 फारम कलेक्सन भयो र हाम्रो राजविराज नगरपालिकाको 16वटा वडाबाट र हामीले त्यसपछि निसा वितरण गरेका थियौँ। 82 सावन महिनामा हामीले निसा वितरण गरेको थिएँ र निसा वितरण गरिसकेपछि पुनः छुटेका व्यक्तिको सूचना निकाल्दाखेरि त्यसमा पनि अव्यवस्थित दलित सुकुम्बासी अनि भूमिहीन सुकुम्बासी तिनटैको थियो र उहाँहरूले फेरि फर्महरू भर्नुभयो र हामीले फेरि निसाहरू उहाँहरूलाई दियौँ र बिचमा जेएनजी आन्दोलन भयो र त्यसपछि भूमि समस्या समाधान आयोग खारिज भयो र फेरि त्यसमा मुद्दाहरू पर्दाखेरि फेरि सर्वोच्चले उहाँहरूलाई मान्यता दिनुभयो, यानि जारी भयो। फेरि त्यहाँको कामकाजहरू सुरुवात भयो र हामीले यो प्रक्रियालाई अगाडि बढाउनको लागि राजविराज नगरपालिकाबाट 2082-10-21 गते नाप जाँच प्रक्रिया बढाउनको लागि एउटा सूचना प्रकाशन गरेको थिएँ र त्यही तहत आज हामीले राजविराज नगरपालिकामा हाम्रा वडा अध्यक्षहरूको मिटिङ राखेको थिएँ यही सम्बन्धी जानकारी दिनको लागि। र यो भूमि समस्या समाधान आयोग सप्तरी राजविराजले हामीलाई अमिनहरू पठाइदिनु भएको छ। 2जना सर्वेक्षक र 4जना अमिन र त्यो हाम्रो वडाहरूमा के कस्तो अवस्था छ त्यसको लागि प्रक्रिया बढाउनको लागि खटिएछन् उनीहरू र यही हामी जानकारी दिए कि फेरि हामीले यो प्रक्रिया अगाडि बढाएको छौँ र छिट्टै हामी समाधान गरेर दिन्छौँ। यतिको जानकारी दिए। धन्यवाद, नमस्कार।